देश र जनताको हितमा एक सन्देश छर्ने राष्ट्रिय भावना भएको अभियानको दियो हो राष्ट्रिय शक्ति नेपाल। स्वतन्त्रै जिल्लाभर राष्ट्रिय शक्ति नेपाल सङ्गठित बनाउन सफल हुने अध्यक्ष केशरबहादुर बिष्टको एउटै चिन्ता छ, अब देश कसरी बनाउने। जनताले राजा चाहियो भनेर आएको हो, राजा नआएसम्म राजा चाहियो यसको के औषधि चाहियो। भोलि केशरबहादुर होस् कि नहोस् राजा त चाहियो। मैले एउटा उदाहरणको लागि भने त्यसकारण यो आन्दोलन हराएर जाने कमजोर हुने भन्ने कुरा होइन। अहिले काम गर्ने मान्छेहरूको केही कमी कमजोरी भयो होला। अब फेरि जो अर्को प्रबन्ध हुँदैछ, बन्दोबस्त हुँदैछ, राष्ट्रले खोजेको चिजहरू अनुभवका आधारमा बिग्रेका कुराहरूलाई सच्याउँदै फेरि बल पुर्याउँदै लैजानुपर्छ। यसमा मन कमजोर पार्ने काम नगर्नुहोस् भन्नले मैले तपाईँहरूलाई यो अनुरोध गरेका हुँ। टीका लगाइदिनु है। स्वागत छ, शुभकामना। भक्तपुर है, भक्तपुरको चाहिँ अब भक्तपुरमा धमाधम हामीहरूको सङ्गठन विस्तारको काम भइराखेको छ। केही समय अघिसम्म भक्तपुर शून्य थियो। भक्तपुरमा हामीहरूको सङ्गठनको केही पनि जगदिलो केही पनि थिएन। अब अहिले भक्तपुरमा धमाधम एउटा जिल्ला समिति बनाउने क्रममा चाहिँ नि काम कारबाही अगाडि बढिराखेको छ। त्यसमा हाम्रो विष्णुहरि नाजुलाई धेरै धेरै स्वागत छ, शुभकामना छ, धन्यवाद छ। अब म एउटा अर्को तपाईँहरूलाई साँच्चै मैले भन्नु बिर्सेछु। आज म तपाईँलाई खुसीका साथ स्वागत गर्दै केन्द्रीय सदस्य हुनुभएको कुरा गर्न चाहन्छु। धेरै धेरै धन्यवाद। दिलबहादुर जी अब देश र जनतालाई यो सरकार चाहिएको छैन। जनताले खोजेको संवैधानिक राज संस्था, प्रजातन्त्र, सनातन पहिचान सहितको हिन्दू अधिराज्य कायम र सुशासनको व्यवस्था लागू हुने गरी राज संस्था पुनर्स्थापना गर्न राष्ट्रिय शक्ति नेपालको अभियान अघि बढेको छ। भनिन्छ जब देशमा अन्याय र भ्रष्टाचार बढ्छ त्यसको विरुद्ध जनता जाग्छ। यो देश बचाउनको लागि र यी देश म त अहिलेको गणतन्त्रवादीहरूलाई देशद्रोही भन्ने गरेको छु। यिनीहरूले हामीमाथि विविध समयमा विभिन्न कार्यक्रमहरूमा धावा बोलिरहेका छन्। हामीलाई चाहिँ राष्ट्रवादीहरूलाई चाहिँ राजाको ट्याग दिएर सधैँ चाहिँ के अरे हामी यसो गर्छौँ उसो गर्छौँ भनिरहेका छन् यी विदेशीका दलालहरूले, विदेशीका एजेन्टहरूले। हामी आफै सक्षम छौँ। हाम्रो खुट्टामा अडिग भएर यो देशको निम्ति हामीले विदेशी शक्तिहरू विरुद्ध उठ्नुपर्छ, एक भएर अगाडि बढ्नुपर्छ। यसको लागि यतिका जमात भइसक्यो, यति भए हामीलाई काफी हुन्छ र
राष्ट्र निर्माण गर्न, राष्ट्रलाई चाहिँ परिवर्तन गर्नलाई एउटा व्यक्ति काफी हुन्छ भने हामी यत्रो शक्ति छौँ। हामीले अब नडराइकन, कसैसँग नहिचकिचाइकन, कसैसँग मोला हिचा नगरिकन राष्ट्र अनि जनता र भावी सन्ततिको निम्ति चाहिँ हामीले सोचेर अगाडि बढ्दैछौँ। कतिपय कुरो अहिलेको अवस्थामा कता कता चाहिँ के कुराहरू आइरहेको छन् हाम्रै ग्रुपहरूमा पनि त्यस्तो नहोस्। हामीले राष्ट्रियता र राष्ट्रिय एकतालाई मध्यनजर गर्दै अगाडि बढौँ। हामीले हामी यो देशमा जन्मेको, यो देशको लागि केही गर्नको लागि हो, केही दिनको लागि हो। हामी जन्मेर मर्नु मात्रै पनि हाम्रो जीवन होइन। हामीले जन्मिसकेपछि त्यो देशको लागि केही न केही योगदान दिएर मर्नुपर्छ। यही मेरो चाहिँ के अरे भनाइलाई मैले आजसम्म 36 वर्षमा मैले तपाईँको चाहिँ के अरे 49 सालमा म तपाईँको सुरुमा नेभिसनबाट प्रवेश गरेर 49 सालमा राप्रपामा गएँ। राप्रपामा त्यस्तो विभिन्न कुराहरू चाहिँ देखेपछि त्यहाँबाट स्वतन्त्र भएर बसेको। अहिलेसम्म स्वतन्त्र भयो। मैले त तपाईँको धेरै काङ्ग्रेस, एमाले, माओवादीले धेरै दुःख दिए। उनीहरूले आफूलाई उनीहरूको पक्षमा मलाई तान्न खोज्थे, म उनीहरूसँग नजाने। नगएपछि धेरै दुःख दिए। धेरै तपाईँको यति दुःख दिए कि तपाईँको कमजोर मनस्थिति भएको हो भनेदेखि त्यो कि आत्महत्या गर्नु पर्थ्यो कि चाहिँ त्यहाँबाट भाग्नु पर्थ्यो। तर म सधैँ निरन्तरता दिएर स्वतन्त्र भएर रहिरहेँ। मैले भनेको छु राजा, राजतन्त्र, हिन्दू राज्य लगायतका हाम्रा विभिन्न हामी 125 जातिको बसोबास भएको नेपाल, 123 भाषाभाषी धर्म संस्कार बोकेर रहेको नेपाली, हामी सधैँ एकता भएर हामी राष्ट्र निर्माण गर्ने सूत्रमा अगाडि बढ्नुपर्छ भन्ने मेरो मान्यता हो। र के अरे 125 जाति हामी समान हौँ, समान छौँ, समान अधिकार र समान अवसर र सह-अस्तित्वमा चाहिँ हामीले एकत्रित भएर हिँड्नुपर्छ। हामीलाई आज चाहिँ विदेशी शक्तिहरूको आडमा लागेर देशद्रोहीहरूले 125 जात त छँदैछौँ, 187वटा पार्टी चाहिँ देशमा खोलेर 187 पार्टीमा विभाजन गरेर 125 जात र 123 भाषाभाषीलाई चाहिँ विभाजन गरेर विभक्त बनाए चाहिँ के अरे उनीहरूले चाहिँ हामीलाई छेदविच्छेद बनाएर चाहिँ उनीहरूले चाहिँ आफ्नो विदेशीको इसारामा चाहिँ देश तहस गर्न लागेको कुरालाई हामीले मध्यनजर गरेर हामी एकताबद्ध भएर एक सूत्रमा अगाडि बढौँ। कतिपय राष्ट्रप्रेमीहरू राज संस्था पुनर्स्थापना गर्न लागि परिरहेका छन्। सरकारप्रति असन्तुष्टि भएका जनताहरू सडकमा आफ्नो अभियान अगाडि बढाइसकेका छन्। हाम्रा राष्ट्रवादी नेताहरू माथि हर्मण्डलामा उपस्थित भइसक्नु भएको छ।